कसरी बनाउने भनेर चाहिँ सिकाउँदै छु गाइज। ल हेर्नुस्, ल सुरुमा चाहिँ त्यसरी अदुवा लसुन खुर्सानी हालेर पिसिसके पछाडि अब त्यसमा जिरा हाल। जिरा धनिया हाल। ल भयो। त्यसमा अब हल्का पानी राख, हल्का पानी हाल हल्का। ल पिस, लसुन हालेर पिस। दुईटा हातले हो त्यसरी पिस। ल पिस्यौ। ल भयो। ल अब त्यसको चाहिँ जिरा मसलाको मसिनो लेदो भइसकेको छ। अब त्यो जिरालाई ढक्कन लगाएर उता राख। अब चाहिँ प्याज काट्नुपर्छ, टमाटर काट्नुपर्छ, अनि भाँडा बसाल्नुपर्छ। ल भयो। अब त्यसलाई छोडिदेऊ। अब प्याज काट्ने तरिका है। ल हो त्यसरी सर्लक्क त्यसलाई काटेर फाल। फेरि यतापट्टि पनि भेट्नु पनि काटेर फाल है। हो त्यसरी फालेपछि अब त्यसलाई छिल। अब त्यो प्याजलाई बिचबाट काट। हो त्यस्तो गरेर काटिसके पछाडि दुईटा पिस छुट्याऊ। हो एउटा पिसलाई त्यो हो त्यसरी यस्तो गरेर के अरे यस्तो गरेर ल यहाँ सेट चक्कु छड्के बनाउने होइन। हो यस्तो सिधा यस्तो बनाएर काट्ने हो। त्यसरी काट। ल अब प्याज काटिसके पछाडि टमाटरलाई चाहिँ यसमा हाल। धो पानीमा धोएर अब निकालेर त्यो प्याज जसरी काटेछ त्यसरी नै टमाटर पनि काट है। ल ल त्यसले बिचबाट काट। सिधा बनाऊ, चक्कु सिधा। हो त्यसरी काटेपछि त्यस प्याज जसरी काटेछ त्यसरी नै काट है। त्यसलाई हो त्यसरी हो त्यसरी काट। ल प्याज टमाटर पनि काटेर रेडी भइसक्यो। यतापट्टि मासु रेडी छ। अब कढाई बसाल्नुपर्छ। ल किचनमा हिँड। अब ग्यास बाल। पहिला ग्यास बाल। ल कढाई बसाल त्यहाँ। ल कढाई तातिसकेको छ। अब त्यसमा तेल हाल त, तोरीको तेल।